अब म चाहिँ यो दक्षिणकालीको बाटोमा अहिले पैसा मागेको थियो मलाई बाटोमा यो पार्किङको भन्यो पार्क नगर्दा पनि एकछिन लफडा परेको थियो मेरो यसको लागि चाहिँ अब म बुझ्नलाई ट्राफिक कार्यालयमा एकचोटि कल गर्न चाहन्छु है गर्छु के भन्नुहुँदो रहेछ उहाँहरूले एकचोटि बुझौँ है त हेलो हजुर सर यो दक्षिणकालीको बाटोमा खासमा हामी हिँड्दाखेरि यो ट्याक्सी हो मेरो चाहिँ होइन हिँड्दाखेरि पैसा त्यहाँ पार्किङको भनेर उठाउँदो रहेछ दक्षिणकालीको बाटोमा मन्दिरबाट माथिबाटै बस्दो रहेछ अनि हाम्रो गाडीहरू पार्क नगरिकन त्यो बाटो हिँड्दा नि हामीले खास पैसा तिर्नुपर्ने हो कि के हो सर यो होइन त्यहाँ एकछिन लफडै पऱ्यो मलाई छेक्यो म खास कहीँ रोके पनि थिइनँ बसे पनि थिइनँ तर यहाँनिर उनीहरूको त्यो ऐन कानुनै हुन्छ अरे उनीहरूले पैसा उठाउनै पाउँछ अरे भनेर एकछिन लफडै पऱ्यो अनि यो चाहिँ के रहेछ भनेर एकचोटि बुझ्नलाई कल गरेँ कि सर मैले यो के छ समितिको नियम के छ त्यो अनुसार हुने हो त्यो गुडेको चाहिँ बाटोमा गुडेको चाहिँ पैसा दिन पर्दैन होइन हामी त अलरेडी सर भक्तपुर ललितपुर काठमाडौँको लागि ट्याक्स तिरे हुन्छौँ रोकेर राखे ल ठिक छ हामीले तिरौँला केही छैन उनीहरूको पार्किङमा बसे बाटोमा हिँड्न नि पाउँदैन भन्छ अनि हामी बाटोमा त सर हिँड्न त पाइयो नि त सर हामीले त अनि त्यहाँनिर एकछिन लपडै पऱ्यो एकचोटि सरहरूले एकचोटि भनिदिनु पऱ्यो क्या सर यो मैले चाहिँ फोन गरेर ट्राफिकलाई भनिसकेको छु होइन अब उहाँहरूले के गर्नुहुन्छ त्यो चाहिँ थाहा छैन है